भूपेन्द्र देखे होला नि हैन यो घरमा नभएको बेला भुन्टी 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 भनेर रोएर बियोस हुन लागेको थियो त अहिले देखे होला नि यसको असली चरित्र आफूभन्दा ठुलो आफ्नो जेठानी दिदीलाई हाल्न गई मैले बचाएर भित्र नल्याए भए त त्यसले त पिटेर मार्थी होला डिभोर्स दिन्छु भन्दै छ नि खुर्क डिभोर्स देऊ त्यसलाई सम्पत्तिको नाममा एक पैसा दिनु पर्दैन सम्पत्ति नै पाउनु पर्ने गरी यसले त्यस्तो के नै गरेकी छ र बिहे गरी हो बिहे पढे लेखेकी बुझ्ने यस्तो मान्छेलाई बिहे गरेर आएकी श्रीमतीलाई राम्रो व्यवहार नगरिसकेपछि श्रीमान र श्रीमती सँगै बस्न नसक्ने अवस्था सिर्जना भएपछि छुट्टिनु पर्छ छुट्टिसकेपछि श्रीमानका भागा भएको आधी अंश श्रीमतीले पाउनु पर्छ भन्ने कुरो थाहै छैन यो मुन्छेसँग बिहारेर यो मुन्छेले सयौडी केटी खेलाएर हिँडेर कति दुःख र कति हन्डर पाएको छ मलाई अब म अहिले आएर यसलाई यसै आहा ल कति राम्रो भयो तिमी अर्को केटी खेलाउन थाल्यौ म तिमीसँग बस्न सक्दिन धन्यवाद भनेर छुट्न पर्ने यतिकै छुट्न सक्छु म ओए अनि अस्ति तैँले मैले डिभोर्स दिन्छु भन्दा डिभोर्स दे मलाई तेरो सम्पत्ति केही चाहिँदैन भनेको होइन अनि अहिले त फेरि सम्पत्ति चाहिन्छ भनेर भन्छस् त के भयो तँलाई अहिले मुन परिबदल भयो जसरी तैँले मलाई माया नाटक गरेर पछि आफ्नो मन परिबदल गरेर अन्त केटी हेर्न थालिस् नि मेरो नि त्यस्तै भयो अब अस्ति नै तैँले सम्पत्तिको कुरा चाहिँ सम्पत्ति नै नली छोड्छु झैँ लाइ अब अहिले सम्पत्ति नली त छोड्ने हुन्न झैँ लाइ अब त खानै नपाएको गरिब मर्ने आँट्या बस्ने ठाउँै नभएको मान्छे भए पो दया गरेर भए पनि छोडिदिनु अब तँसँग छँदैछ परस अस्ति तँलाई यत्तिकै छोडिदियो भनेदेखि तैँले यो सबै सम्पत्ति दुनियाँ नहर माउलीहरूलाई खुवाएरै सक्छस् त्यही भएर जसरी हुन्छ तँसँग मैले पाउने अधिकारको सम्पत्ति लिन्छु लिइसकेपछि गरिब दुखी म जस्तै अप्ठ्यारा परेका जो भेटिन्छ तिनीलाई दिन्छु तर लिन चाहिँ जसरी पनि दिन्छु यसले यत्तिकै छोड्ली भनेर अब एक मूल्य पनि नचिताउँदा हुन्छ है पहिला त खुब महान कुरा गर्थे त्यही भएर मेरो भुवन पनि प्रभावित भएको थियो अहिले त थुक्क तेरो चरित्र